गाइस तपाईँहरूले काठमाडौँमा त यस्तो पनि देख्न पाउनुहुन्न होला है। हेर्नु त अम्बाको बोटहरू छ। काठमाडौँमा त घरै घर छ, एउटा थुक्ने ठाउँ त छैन। उस्तै पऱ्यो नि हेर्नु त यहाँ त खाली जग्गा छ पुरै। यस्तो खाली जग्गा तपाईँहरूले कतै देख्नु भएको छ? अनि एभोगाड छ। अब यो एभोगाड पुरै सुकिया छ होइन। यो एभोगाड के कारणले सुक्यो होला? अनि यति धेरै ठुलो यहाँ जग्गा छ। यो जग्गा तपाईँहरूले देख्न पाउनुहुन्छ त? पाउँदैन होला है। यति धेरै ठुलो जग्गा छ कि तपाईँले यो जग्गा नि देख्न पाउनुहुन्न होला। यति धेरै बोट बिरुवा छ। अनि हेरौँ यहाँ पिँडालुको पात। यो पिँडालुको पातको कति महत्त्व छ। तरकारी खान कति छ। तरकारी कति सस्तो हो यहाँ त। हेरौँ यहाँ फर्सीको मुन्टा, उतातिर इस्कुसको मुन्टा छ, कसैले टिपेर खाँदैन। तपाईँहरूले चाहिन्छ भने आउनु होला है साथीहरू, कन्ट्याक्ट गर्नु होला। हेर्नुहोस् त यहाँ कति राम्रो राम्रो मकैहरू फलेको छ। तरकारी त यहाँ प्रशस्तै छ है साथीहरू, हेर्न सक्ने हुनेछ तपाईँले। अब इस्कुसको मुन्टा हेर्नुहोस् त यहाँ इस्कुसको मुन्टा। ल हेर्नुहोस् यो सबै इस्कुसको मुन्टा हो। काठमाडौँमा सबै चिजहरू किनेर खान पर्छ। यो इस्कुसको मुन्टा मान्छेले पायो नि कति खान्थ्यो होला है। न त यहाँ कसैले टिप्न दिन्छ, न त यहाँ कसैले खान नै पाउँछ। यो यति धेरै ठुलो जग्गामा यहाँ घर बनायो भने कति भाडामा जान्थ्यो होला है। तर खाली छ यहाँ। कसैले यहाँ के गर्न सकेको छैन। हेर्नु त यहाँ कति ठुलो जग्गा छ। आँखाले भ्याएको छैन हेर्नलाई। हेर्नु त यहाँ विशेषता चाहिँ यहाँ हाम्रो इस्कुसको मुन्टा हेर्नु यहाँ कति धेरै छ। तर यहाँ काठमाडौँमा हरेक चिज किनेर खान पर्छ। तर यहाँ त त्यत्तिकै खेर गइरहेको छ। हेर्नु त्यहाँ तपाईँहरूलाई चाहिन्छ भने आउनु होला है साथीहरू, इस्कुसको मुन्टाहरू टिपेर खानलाई। अनि साथीहरू तपाईँहरूलाई कतिलाई सुगर छ? सुगर छ भने हाम्रो यो नेपालमा चाहिँ यो सिस्नु भन्छ यसलाई होइन। यो सिस्नुले चाहिँ मजाले सिस्नुको जौलो बनाएर खायो भने यो सिस्नुबाट धेरै औषधिहरू छ। सुगर भएको पनि यो सिस्नुबाट काम लाग्छ। धेरैभन्दा धेरै नै सिस्नुबाट धेरैभन्दा धेरै नै औषधिहरू बन्छ। तपाईँहरूले देख्न सक्नुहुनेछ है। हाम्रो नेपालमा त्यति महत्त्व छैन। अनि हेर्नुहोस् यहाँ काठमाडौँको ठाउँमा यस्तो केराको बोटहरू देख्न पाउँछ? पाउँदैन नि होइन। तर हामी बसेको ठाउँमा चाहिँ केराको बोटहरू छ। अर्ग्यानिक चिजहरू यहाँ देख्न पाउने हुनेछ। पिँडालुको पात, सिस्नु त एकदमै दामी छ हेर्नुहोस् साथीहरू।